सो हेलो एन्ड गुड मर्निङ एभ्री वान, दिस इज द न्यू डे न्यू ब्लग। आज चाहिँ ब्लग मोटो ब्लग भन्दा पनि म लाइभ गरी सुरु हुँदैछ। अहिले चाहिँ कति बज्यो भन्दाखेरि 7:30-8 बज्न लाग्यो होला। अनि हामी चाहिँ अब बोटिङ जान लाग्यो। सो अनि अहिले चाहिँ टक्कलारै एक साइड यताबाट जाने बोटिङ चाहिँ यसो खाजा खाएर जानुपर्ने हुन्छ, किनकि त्यहाँ 1 घन्टा जति बोटिङ हुन्छ होला। धेरै नगरौँ किनकि आज अरू पनि प्लान छ। त्यही हो, यहाँ एकछिन गएपछि चाहिँ त्यसपछि हामी भने फेरि बाइक लिएर निस्किनेछौँ माथितिर। घुम्ने कोटकता कता हुन्छ आज जानुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी टक्क लगाएर फेवा तालमा समय यता ताल भइराखेको मन्दिर छ, त्यता माछा पुछ्रे छ, त्यता सरी यो माछा पुछ्रे, त्यता अन्नपूर्ण भयो, त्यता सारङकोट छ है माथितिर। त्यतातिर धौलागिरी चाहिँ अलिक देखिएको छैन है। मजाले देखिरहेछ होइन। धौलागिरी त बसिरहेको छु, म चाहिँ यहाँ रिङ्गटो लगाएर चाहिँ फालिन्छ। हामी चाहिँ मन्दिरको भर्खर गएर निस्किसकेछौँ होइन। अनि मन्दिर चाहिँ भित्र ठुलो मन्दिर बनाउँदैछ, सानो मन्दिर चाहिँ छ। अनि लाइन रहेछ, बाहिरबाट ढोकेर हामी आइसक्यौँ। अब यहाँबाट फेरि निस्किनु पर्ने हुन्छ। मैले त्यो स्टुबा देखिरहेको छ उता हो माथि साइड। सो अहिले चाहिँ टक्क लगाएर हामी यहाँ बोटिङ गर्दैछौँ। सबजना यहीँ हुनुहुन्छ। अब आइपुग्नु लाग्यो, कति भयो टाइम पनि भयो होइन। सो वेलकम ब्याक है, मोटो भ्लगमा आइसक्यौँ हामी चाहिँ। अहिले चाहिँ हामी कहाँ जानला भन्दाखेरि माथि स्तुपा जान लाग्यो। अहिले बजिसकेको छ 10:30। अनि पन्जा चाहिँ छ है यसपालि चाहिँ। त्यहाँ गोप्रोको बटन अन गर्न मैले खोलेको थिएँ। अब 2 लाइन पेट्रोल छ होइन। 347 कुदिसकेको छ। 30-35 किलोमिटर छ उता अब माथि स्तुपा चाहिँ। अब हाल्नुपर्ने हुन्छ लाग्यो। 1000 जतिको हालिदिएँ मैले। फेरि फुल हाल्न त मिल्छ, 1500-2000 हाल्दिन त हालिदिन्छु। तर के हुन्छ भन्दाखेरि अहिले बाइक पेट्रोलको वेटले हेभी मात्र हुन्छ क्या। अनि हेभी हुँदाखेरि हाल्न गाह्रो हुन्छ, मलाई अलिकति गाह्रै पर्छ। त्यही भएर म धेरै हेभी नबनाऊँ, बाइकलाई आरामले जाऊँ। अहिले बाटोतिर 1000 जतिको हाल्यो भने आरामले पुग्छ। माइलेज राम्रै दिइरहेछ। अझै 2 लाइन सायद 350 भनौँ न, 47 भनेपछि जति कुदिसकेको छ नि त। हामी चाहिँ अहिले सबजना बाइकमा छौँ है। यहाँ डोमिनर छ, त्यहाँ ग्राजिया, त्यहाँ डियो, अनि त्यहाँ अगाडि 220 छ। हामी 4वटामा 8 जना टक्क लगाएर आरामले जाउँ। बाटो चाहिँ लास्टै राम्रो छ। आज चाहिँ साह्रै घाम लागेको छ यार। बिहान पोलिरहेको थियो। आमा त्यहाँ हुनुहुन्छ, अङ्कलहरू हुनुहुन्छ, अनि अगाडि हुनुहुन्छ है। लोकसेवा आयोग पोखरा कार्यालय यता भयो, पर्दी। बाइक चाहिँ साह्रै फोहोर भएको छ, तर अहिले नधुँ मलाई यार। अब अलिपछि काठमाडौँ फर्किँदा त्यस्तै हुन्छ। सो त्यही भएर अहिले चाहिँ के नगरौँ। यहाँ चाहिँ बाटो बनाउँदै रहेछ यो लेन चाहिँ के। सो अहिले चाहिँ हामी यो बाटो हुँदै जानेछौँ माथि स्तुपानिर है। बाटो चाहिँ राम्रै छ, उकालो छ अरे। यहाँबाट सिधै जानुपर्ने हुन्छ। यो चाहिँ मुस्ताङ चोक भन्छ ला होइन, के भन्छ रुक्नु है। हिमाली टोल हो। ए मुस्ताङ चोक होइन, हिमाली टोल रहेछ।
हामी चाहिँ बिहान खाजा खाएर बोटिङ गरेर निस्किसक्यो हो, त्यही भएर खाना अहिले खाएको छैन। अब माथितिर गएर खानुपर्ने हुन्छ होइन, यसो आरामले। सो टक्क लगाएर यहाँ चाहिँ पेट्रोल हाल्नुपर्ने हुन्छ है हामीले। कति छ 163 नै छ होइन, 9000 जति हालौँ। हुन त 2 लाइन छ अझै, त्यही पनि हालिदिइराखौँ न, पछि चाहिन्छ होला। पछि कहाँ हुन्छ हुँदैन थाहा हुँदैन। पेट्रोल चाहिँ यत्रै छ, 1000 हालिदिनु दाइ। हेरौँ 1000ले कति फुल हुँदो रहेछ है। 1000 को अराउन्ड 5 लिटर 6 लिटर जति जान्छ होला 163 को हिसाबले। 6 लिटर आउँदो रहेछ आरामले, 6.13। भरिसके माथिसम्म 1000ले। छोरे पाटन चोक आइपुग्यौँ। यहाँबाट चाहिँ अब उकालो छ होइन, उकालो छ टन्नै। यहाँबाट चाहिँ आरामले जाउँ, माथिसम्म उकालो छ तर बाटो चाहिँ राम्रो छ है। सो त्यही भएर टेन्सन लिनु पर्दैन। अहिले माथि गएर भेटौँला है त हामी। सो हामी चाहिँ माथि पुग्नेकोट आइसकेछौँ है, देख्न सक्नुहुन्छ। टक्क लगाएर दामी छ है भ्यू चाहिँ। तल चाहिँ यो उदाबाट आएर जोडेर होइन, यत्रो ठुलो छ यार, कस्तो दामी देखिरहेछ। माथि जानुपर्ने हुन्छ। यस्तो छ, एकछिन बस्यो हामी शीतलमा, फर्स्टै घाम आएर ठ्याक्कै माथि। सो हामी चाहिँ अहिले भित्र छिरिसकेछौँ। अहिले चाहिँ लास्टै भिड रहेछ है, हुन सक्नुहुन्छ माथि शिवको टाइपको लर्ड शिव कस्तो देखिएको छ है, कमेन्ट गरिदिनु होला। सो यहाँबाट चाहिँ सेवा तालको देखिरहेको छ दामी तरिकाले। त्योतिर चाहिँ कस्तो खतरा देखेको छ, गएर यस्तो स्विमिङ खेल्यो जस्तो। यहाँबाट चाहिँ सब देखिरहेको छ है पोखरा है। यहाँबाट नदेखिने केही पनि छैन, सब देखिन्छ टक्क लगाएर। उता एयरपोर्ट पनि देखिरहेछ है, पोखरा सब देखिरहेछ। तल स्तूपा पनि छ। हामी त्यही बाटो आएको है, यो छ नि ठुलो, त्यो बाटो हुँदै आएको हामी चाहिँ टक्क लगाएर माथि आइसकेछौँ है। यहाँभित्र चाहिँ पूजा हुने रहेछ, पूजा सामग्रीहरू छ भित्र चाहिँ। यहाँ चाहिँ यस्तो यो के हो रेलगाडी जस्तो। यहाँबाट झन् दामी देखिने रहेछ। सब देखिने रहेछ यहाँबाट चाहिँ। एयरपोर्टहरू देखाएको छौँ, त्यहाँ इन्टरनेसनल यहाँ चाहिँ डोमेस्टिकको पुरानो एयरपोर्ट।